जय मसी हजुर सबैजनालाई नमस्कार। यो समय घडी हजुरको बिचमा केही परमेश्वरको वचनबाट अनि साथमा हामी केही कुराहरू गर्नेछौँ। यो समय भनेको चाहिँ हाम्रो देश नेपालमा अहिले एकदम चुनावको एकदम माहौल आएको छ हैन। अनि यो चुनावको माहौलको समयमा अनि परमेश्वरको जनहरू सबैजनाले एकदमै मिलेर प्रार्थनाको साथमा हामी अघि बढ्नुपर्छ र प्रभुको जनहरूले पनि यो बुझ्नुपर्छ हैन। हामी सबैजनाले भोट त हाल्छौँ, तर अब भोट हाल्दै गर्दाखेरि कसलाई हाल्ने भनेर एकदम हजुरले सोच्नुपर्छ है। एकदमै सोच्नुपर्छ, किन भन्दाखेरि यो हाम्रो अधिकारको कुरा हो। अनि भोट हालिसके पछाडि एकदम राम्रो काम बनोस् भन्ने एकदम हाम्रो प्रार्थना हुनुपर्छ। अनि कति चाहिँ प्रभुको जनहरू नि मिल्न नसके हामी देख्छौँ। एउटै घरको परिवार त कतिजना मिलेको हुँदैन हैन। त्यस्तै परमेश्वरको आज्ञा आदेशलाई मान्ने प्रत्येक प्रभुको जनहरू चाहिँ एकदम महिमाको काम गर्ने, हेर्नुहोस् है, संसारसँग पनि मिलेर काम गर्न सक्ने, प्रभुको जनहरूसँग पनि मिलेर काम गर्न सक्ने यस्तो हुनुपर्छ। तर त्यस्तो हामी देख्दैनौँ हैन। एउटा अगुवा जन, एउटा अगाडि अग्रसर भएर गएको व्यक्तिहरू नै अमिलापमा देख्छौँ। त्यसले गर्दाखेरि कति विश्वासीहरू पनि फेरि त्यस्तै हुन पुग्छौँ। तर हामीले त्यस्तो हुनु पर्दैन, किन भन्दाखेरि विश्वासीहरू कस्तो हुनुपर्छ हैन। कसरी हामीले चाहिँ परमेश्वरको राज्यलाई फैलाउन सक्छौँ त भन्दाखेरि चाहिँ असल व्यक्तिहरू चुन्ने मौका यही हो, हाम्रो प्रार्थनाको साथमा है। हाम्रो गाउँमा, हाम्रो टोलमा को व्यक्ति कस्तो छ भन्ने कुरा हामीलाई थाहा छ। कुन पार्टीले के काम गरेको छ, कुन पार्टीले कस्तो काम गर्छ भन्ने कुरा तपाईँ हामीलाई एकदम राम्रोसँग थाहा छ। र हाम्रै क्रिस्चियनभित्रबाट पनि हैन विभिन्न पार्टीहरू दर्ता गरेर आउनुभएको छ। अब अहिले के गर्छ मलाई त्यति थाहा छैन हैन। अब अहिले मसिया पार्टीहरूदेखि लिएर कि विभिन्न पार्टीहरू छन्। अब पार्टीहरू भन्दै गर्दाखेरि तपाईँ हामीले गाउँमा हाम्रो अब हैन फलाना यस्तो पार्टीहरू आएर हामीलाई कसैले झकझक्याएको छैन। यसो नि चर्चमा आएर हामी प्रभुको जनहरू एकजुट हुनुपर्छ भन्नुभएको छैन। हाम्रो लागि सबैजना उति नै बराबरी हो है। हाम्रो देशको जनता, हरेक नेता हैन, हामी छिमेकीहरू, हामी टोलहरू, हामी सबैजना एकै हो। हामीले जसलाई भोट हाले पनि प्रभुको महिमा काम हुन सकोस् हैन भन्ने कुरो नै हो। अब मिलमिलाप नदेख्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ केमा हामी होसियार हुनुपर्छ भन्दा चाहिँ परमेश्वरले चुनिएको जनहरू चाहिँ हुनुपर्छ है। अब परमेश्वरले चुन्नुभएको जनहरू त छैन। अब संसारको कुरालाई हेर्दाखेरि चाहिँ संसारको देवहरूले चाहिँ मानिसको हृदय बन्द गरिदिएको छ र त्यसले सत्य कुराहरू चाहिँ देख्न सक्दैन। आँखाहरू बन्द भएको कारणले गर्दा बन्छ। अब अहिले कति सत्य कुराहरू नदेख्दै गर्दाखेरि चाहिँ तपाईँ हामीले त बुझ्नुपर्छ है। प्रभुको जनहरूले चाहिँ एकदम बुझ्नुपर्छ। तर प्रभुको जनहरूभित्र नै मिलमिलाप छैन, यो पनि सत्य कुरा हो, देखेकै कुरा हो हैन। किनभने पास्टरज्यूहरू हैन मेरो 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 भन्नेमा हामी पनि छौँ, त्यस्तो छौँ है। तर मेरो होइन, ख्रिस्टको हो भन्नु सक्नुपर्छ। र देश कुनै पनि पार्टीको पनि होइन भनेर तपाईँ हामीले बुझाउनु पर्यो। अब कुनै पनि एमालेको देश होइन, कुनै पनि काङ्ग्रेसको देश होइन, कुनै माओवादीको देश होइन, कुनै घन्टीको होइन, कुनै माटोको होइन। देश नेपाल देश सबैजनाको हो। र अर्को कुरो के भने एमाले देश बनाउने होइन, काङ्ग्रेसले देश बनाउने होइन, माओवादीले देश बनाउने होइन, घन्टीले देश बनाउने होइन, र अरू कुनै पनि पार्टीले देश बनाउने होइन। देश बनाउनु भनेको तपाईँ र हामीले हो। भनेपछि एमाले, काङ्ग्रेस, माओवादी, घन्टी हामी सबैजना मिल्यो भने देश बन्छ है। अब एमालेलाई जिताउँला मैले गरेँ भन्छ, म आएँ त्यहाँ। माओवादीले जितायो मैले म भन्छ, काङ्ग्रेसले जित्यो म भन्छ, घन्टीले जित्यो म भन्छ, राप्रपाले जित्यो म भन्छ। कुनै पनि पार्टीले जित्ने बित्तिकै के भन्छ, म आएँ, त्यो घमण्ड आउँछ। किन घमण्ड आउने बित्तिकै कहाँ गयो कुरो, के को लागि लड्दो रहेछ भन्दा चाहिँ 1 नम्बरमा कुर्सी, 2 नम्बरमा पावर, 3 नम्बरमा पैसो। त्यहाँ पैसो छ होइन त, पावर छ, त्यहाँ कुर्सी छ। अब जनताको लागि गर्ने व्यक्ति हामीलाई चाहियो। र अरू कुरो काङ्ग्रेसले जिते पनि, एमाले जिते पनि, माओवादीले जिते पनि, घन्टीले जित्यो नि एकजुट भएर काम गर्नुपर्छ। एमाले जित्नुभयो भने नि सबैले सघाउनुपर्छ। एमाले नभन्ने कि मैले जित्यो मैले गरेँ नभन्ने, हामी मिलेर गरौँ भन्ने।
काङ्ग्रेसले जिते पनि होइन, ल हामी सबैजना मिलेर, हामी नेपाली हो नि त होइन त, न त काङ्ग्रेसले छुट्टै बनाउन सक्छ, न त एमाले छुट्टै बनाउन सक्छ, न त माओवादीले, न त घन्टीले, न कुनै स्वतन्त्र पार्टीले, न माटोले, न गाग्रोले, न कुट्टोले, न कोदालोले। कुट्टो चाहिने ठाउँमा कोदालो पनि चाहिन्छ, बन्चरो चाहिने ठाउँमा छाता पनि चाहिन्छ, लोरो पनि चाहिन्छ, घाम पनि चाहिन्छ, रुख पनि चाहिन्छ, घन्टी पनि चाहिन्छ, सबै कुरो चाहिन्छ छ त देशमा होइन त। भनेपछि एकजुट भएर मिल्नुपर्छ। हेर्नुहोस् है, एमालेलाई दुख्दा काङ्ग्रेसलाई दुख्नुपर्छ, माओवादीलाई दुख्नुपर्छ, राप्रपालाई दुख्नुपर्छ, घन्टीले एकजुट भएर देश बनाउन लागौँ, जित्नुहोस्। तपाईँहरू सबैजना अनगिन्ती पार्टीहरू छन्, अब अहिले कति नयाँ पार्टीहरू नि जोडेको छन्, जोड्यो ठिकै छ, तर एकजुट हुनैपर्छ। हेर्नुहोस् है, एमाले म मात्र गर्छु भन्नु पनि सक्दैन, काङ्ग्रेसले म मात्र गर्छु भन्नु पनि सक्दैन, माओवादीले म मात्र गर्छु भन्नु पनि सक्दैन। म भन्ने कुरोलाई हटाइदिनुहोस्, हामी भनेर आफ्नो आफ्नो पार्टी लिएर गएर होइन, अब हामी मिलेर गरौँ भन्नुपर्छ। यदि अझै पनि हेर्नुहोस् है, दुर्गा परसाईले पनि उठेर आएर त्यहाँ विभिन्न मान्छे मारिदियो, यो चाहिँ ख्याल गर्नुहोस् कि। हेर्नुहोस् है, कुनै पनि मान्छे उठेर आउँदैमा, आन्दोलन गर्दैमा 2-4जना मान्छे मरेको छ, त्यसको कुनै मूल्यै छैन है। जेनजी आन्दोलन भयो, मान्छे मऱ्यो, त्यसको कुनै मूल्य नै छैन। 20-30 लाख भनेर 10-15 लाख भनेको कुरो मान्छे मारेर दिनु भने, आफ्नो ठाउँको मान्छे मार्दाखेरि के तपाईँहरूको मुटु कलेजो पोल्दैन होइन? उनीहरूले नै उसकै बाबाले भोट दिनुपर्छ फेरि। हेर्नुहोस् है, अनि भोट दिइसके पछाडि जितिसकेपछि जुनसुकै पार्टीको भयो भने हेर्नुहोस् है, आफ्नो गाउँ टोल छरछिमेकी बनाइदिनु पर्छ कि। यही बनाउन सक्नुहुन्न भनेपछि त हेर 30 वर्ष लगभग भइसकेको छ। सबै मान्छे हेर्नुहोस् है, हरेकको घरमा धारा बाटो छैन, कसले हेरिदिने थियो? जितेपछि त सिधै होइन, कुर्सी पावर पैसो मात्रै हेर्ने होइन नि त, गाउँमा छिर्ने हो। नेता भनेको गाउँमा छिर्ने हो। हेर्नुहोस् है, हजुरले देश विकास गर्दाखेरि चाहिँ घर घरमा बाटो पुर्याइदिने, हामीले कहाँबाट भन्ने भन्नु त? छिमेकीको जग्गा जमिन हुन्छ भने त नगरपालिकाले मिलायो भने त मिल्छ नि, मिल्दैन त नगरपालिकाले सबै जग्गा जमिनवालालाई भनेर लु यो ठाउँमा बाटो लानुपर्छ। नेतृत्व खोइ त होइन त, नेतृत्व देखिँदैन। अनि त्यो नेतृत्व नदेखेपछि फेरि लाजै बेकारको हामीले भोट माग्दै हिँड्नुलाई पनि लाजै मर्दो कुरो हो कि। भनेपछि त जनतालाई घरसम्म जाने बाटो चाहिएको हो, पानी चाहिएको हो, बत्ती चाहिएको, यदि हजुरले गर्नुभयो भने अनि मिलेर देश चलाउनुहोस्। कुर्सी पावर पैसोलाई दुरुपयोग गर्दाखेरि आएको नतिजाहरू देख्नुभयो नि होइन त। एउटा जेनजी आन्दोलनमा हजुरहरूको बेहाल भयो, धोती नै टोपी भयो। हेर्नुहोस् त, यो हुँदो रहेछ। बाइबलमा पनि छ हेर्नु, बाइबलमा पनि राजा आफैले हेर्नुहोस् है, म हुँ भन्दै गर्दा खराब काम गर्दै गर्दाखेरि परमप्रभु परमेश्वरले राजालाई पशुलाई जस्तै घाँस खुवाउनु भएको घटनाहरू बाइबलमा छ। हेर्नुहोस् है, हाम्रो एकदम स्पेसल नेताजीहरूले भनिरहनु भएको छ, ए लुसिफर भन्दै हुनुहुन्छ। लुसिफर कहाँबाट? यी बाइबलमा छ लुसिफरको नाम पनि। यस कारणले गर्दा सबैको लागि हामीले प्रार्थना गर्नुपर्छ। हेर्नुहोस्, प्रार्थना गरेर हजुरले राम्रो काम गर्नुहोस् भने होइन, हामी खुद पनि जानुपर्छ। हेर्नुहोस्, हामी आफै पनि अब लागि पर्नुपर्छ र देश बनाउनु लागि नेताले मात्रै देश बनाउँछ भन्ने होइन, जनता एकजुट हुनैपर्छ। अब जिताएर पठाएको नेता जति चाहिँ 3 स्टेपमा बस्छन् है। मैले एउटा लेखेको थिएँ, उल्टो देखिन्छ यहाँ होइन। 1 नम्बरमा कुर्सी, 2 नम्बरमा पावर, 3 नम्बरमा पैसो, त्यसपछि नेता छ। नेताहरू एक लाइनमा छ, जित्नुभन्दा अगाडि तल, जितेपछि यहाँ माथि मात्र लडाइँ भइरहेछ, माथि मात्र। हेर्नुहोस् है, अनि यहाँ जनताहरू छ, हामी जनताहरू तल। अब यो जनतालाई कसैले हेर्दैनन्। हेर्नुहोस् है, यो चुनावको बेलामा मात्र हो हल्ला गरेको छ। हेर्नुहोस् है, चुनावको बेलामा हजुरहरूले उठ भन्दा उठेको छ, बस भन्दा बसेको छ होइन। हरेक नेता हजुरहरूको पछि दौडेछ, हजुर भन्दा दौडेको छ नि, छैन त। तर जब यो भइसके पछाडि, चुनाव पछाडि, आजभन्दा भोलिभन्दा दिनदिनै उही पहिलाकै सिस्टम, के फाइदा भयो त? हेर्नुहोस् त, हजुरले जित्नुहुन्छ होइन, देश विकास देशभरि नै एउटा धरान बनायो भनेर भएन, काठमाडौँ बनायो भनेर भएन, भक्तपुर बनायो भनेर, हरेक देशमा हाम्रो भएको जिल्लाहरूमा होइन विकास गर्दै जाउँ। यो चाहिँ शुभकामना हो। हेर्नुहोस् है, हजुर गर्नेहरूको निम्ति एकदमै शुभकामना हो। नगर्नेहरू होसियार हुनुहोस्। किन होसियार हुनुहोस्? जल्दो रहेछ त होइन, यस्तो
खेदाउँदो रहेछ। दिन आउँदो रहेछ। अब होसियारी भएर अब काम गर्ने व्यक्ति भएर हजुरहरू आउनुहोस्। जनता त लेम्बा हो, म सिधै भन्छु। हामी जनता, अरू जनतालाई हामी जनता लेम्बै हो। किन लेम्बा भनेको लाटा, काम नलाग्ने, हजुरहरूले जे भने त्यही मान्ने लेम्बा हो हामी। किन भन्दाखेरि हामी जति लेम्बा कोही पनि छैन, नेपालको जनता जस्तो लेम्बा कोही पनि छैन। किन चुनाव जिताएर पठाएर संविधान बनाउनु पठाउनु भएको हो नि त। अहिले त हजुर गएर झ्याङ 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 गरेर बस्नुभयो, अनि चुनाव के अरे संविधान बनाउनु भएन, त्यसलाई तुवाइदिनु भयो, कति लाख खर्च गर्नुभएको थियो होइन, खाला खुलुत सबै गए, खेर गयो। फेरि उहाँहरू नै लिम्बेरिङ हजुर भन्दा आउनुभयो, फेरि हजुरहरू भने फेरि जिताएर पठाउने हामी जस्तो ल्याम्पा जनता हेर्नुहोस् है। अनि बल्ल 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 बनाउनु भयो, कति कारण त्यो के भन्छ लागु भयो होइन, त्यही संविधानहरू पनि। त्यस पछाडि आउनुभयो होइन। अहिले देश दुःख सुख चल्दै थियो, अब जेनजी आन्दोलन भयो। जेनजी आन्दोलनले गर्दाखेरि अब के यो त अति भएपछि आएको होला सायद, के हो हजुरहरू बुझ्नुपर्छ। यो ठिक बिचमा बस्नुभएको छ। जितेपछि के गर्नुभयो होइन, केही नभएपछि हरेक कुरो हुँदो रहेछ हेर्नुहोस् है। अबको दिन भन्ने कुरा हामीले यसरी हात जोड्छौँ होइन। चुनाव अब अहिले एकदम यस्तो चलिरहेको छ नि त हजुरहरू होइन। यो सधैँभरि होस् क्या, जनता कोही पनि छैन ठुलो, हामी सबैजना एकजुट भएर काङ्ग्रेस, एमाले, माओवादी होइन, सबै नेताहरू सबैजना मिलेर हामी के त अगाडि बढेर एकले अर्कोलाई हात मिलाएर अगाडि बढ्यो भने देश बन्यो हो। एउटा घर बन्यो भने काङ्ग्रेसले पनि उद्घाटन गर्नुपर्ने, एमाले नि उद्घाटन गर्ने, माओवादी नि उद्घाटन गर्ने, घन्टीले उद्घाटन गर्नुपर्ने होइन। एकजना व्यक्ति गर्नुहोस् हजुरलाई स्वागत छ भनेर दिल खोलेर कुरो गर्न सक्नु पऱ्यो है। अनि अरू कुरो अहिले धेरै पार्टीहरू भयो कि, ठिक छ आउनुहोस्, अझै 2-4 जना छुटेछ कि त्यहाँ होइन। शर्मिला वाइबालाई नै दिनुभएको भए हुन्थ्यो टिकट होइन। अनि के भन्छ पुण्य गौतमजीलाई पनि दिनुभएको भए हुन्थ्यो। अनि के भन्छ एउटा धामी हुनुहुन्छ नि होइन, उहाँको नाम मैले बिर्सेँ, के भुजेल हुनुहुन्छ नि, उहाँ पनि एकदम प्रख्यात हुनुहुन्छ। अलिकति अगाडि आउने बित्तिकै सबैलाई के रहेछ भन्दा चाहिँ टिकट पाउने। अब पत्रकार सबैजना कहाँ चुनावमा, अब पत्रकार कसले गर्ने, अब भएभरको सबै अब उहाँ कहाँ जानुभयो हाम्रो भाग्य नेउपानेज्यू, जाँदा हुने रहेछ त, पाउँदो रहेछ त हेर्नुहोस् त। अब कसले गर्ने क्या, सबैजना जानुहोस् लिनुहोस् टिकट। अनि यो हाम्रो वडा कार्यालयभन्दा बढी चाहिने के भन्छ सबै जिल्लाको वडा कार्यालय, हाम्रो नेपालभरिको वडा कार्यालय कति हुन्छ होइन, टोलमै एउटा होइन सांसद होस्, केही पनि फरक परेन होइन। त्यस्तो व्यक्तिहरू धेरै छन्, सबैले पाउँदो रहेछ। अब पाउने त होला नि भोलि त होइन, जो अगाडि यस्तो भएर अलिकति अगाडि आयो कि टिकट होइन, जो अगाडि गयो उसलाई टिकट। अनि उसको एउटा पार्टी भएकै पार्टीको भत्रगोल काहीँ जात्रा हाँडीगाउँ भइरहेको छ, फेरि अर्को पार्टी जन्मिरहेको छ कि। भोलि त त्यो भन्दा अस्तिको भन्दा डेन्जर लखाट्ला त हो गाँठ्यो साथी हो, होस् गर्नुहोस् क्या। अब भएको पहिलेकै पुरानो नेताजीहरू नै हजुरले राम्रो गर्नुभयो भने होइन, अहिले अब हामी सबैले भोट हजुरलाई बाँडेर मिलाएर हामी दिने नै हो होइन त, दिनुहुन्छ नै, हामी घर परिवारसँग हामी सरसल्लाह गरेर दिने हो। तर देश बन्नु पऱ्यो कि, न त हर्क साम्पाङज्यू एक्लैले देश बनाउन सक्नुहुन्छ, न त कुलमानजीले एक्लैले बनाउन सक्नुहुन्छ, न त हाम्रो महेश बस्नेतजीले मात्रै गर्न सक्नुहुन्छ, न त केपी शर्मा ओलीज्यूले मात्रै, न त प्रचण्डज्यूले मात्रै। सबैजना मिल्यो भने को काङ्ग्रेस को एमाले जित्नुहोस्, आफ्नो पार्टी जितेर गएर, तर जितिसकेपछि माथि गएर ठाउँमा गएर एकदम हाम्रो देश नेपाल बलियो बनाऊ होइन। त्यस पछाडि हरेक जिल्लामा हरेक गाउँ टोलमा चाहिँ विकास गर्नेतर्फ चाहिँ लाग्यो भने के हुन्छ भन्दा त देश त कमसेकम राम्रो भयो नि त। आज देश गतिलो नहुनाले गर्दाखेरि सबै बच्चा जति विदेशमा छ, सबैको बुढी विदेशमा, बुढो घरमा बुढी विदेशमा, बुढी घरमा, अनि दिनकै कोचिलो झाकडा भएका होइन, त्यस्तो तपाईँले देखिरहेको छ। यो हाम्रो कतिसम्म हेर्ने विचार छ त हजुरहरूलाई। अब त कमसेकम अहिले एकजना हाम्रो बालिन सर फ्री भिसा फ्री टिकट मिलाइदिन्छु के बोले, त्यो लाज लाग्नु पर्यो नि होइन। अनि
माधव कुमार नेपालले पनि त्यही भन्दै थियो होइन त? माधव कुमार नेपाल कता हरायो अहिले? फ्री भिसा फ्री टिकट त्यो के शब्द बोलेको थियो? तपाईँको घरमा छ त्यो? तपाईँको गोजबेर झिकाइदिने हो त्यो? तपाईँ त्यो कुर्सीमा जाने बित्तिकै तपाईँको पावरले गर्छु भनेर भनेको थियो? यही कुरोहरू ठिक छैन कि। हेर्नुहोस् है, जनता सबैलाई जो भए पनि माथिबाट एकनासले सबैलाई हेर्न सक्ने मान्छे हाम्रो देशले खोजेको हो कि। हेर्नुहोस् है, जो बोल्न सक्छ होइन, जसले गर्न पनि सक्छ, बोली मात्र होइन काम पनि गरेर देखाउने व्यक्तिलाई हामीले चुन्नुपर्छ। हेर्नुहोस्, जे बिग्रियो बिग्रियो होइन, पहिला पहिला जे बिग्रियो अब आउने दिनहरूमा यसरी सुधारेर जानुभयो भने हाम्रो देश पक्कै पनि अरू देशभन्दा कम्ती हुँदैन। हेर्नुहोस् है, एउटा उदाहरण छ के 10 वर्ष हेर्नुहोस् है कतारमा गर्मीमा गएर दुःख गरेको के फाइदा? हेर्नुहोस् त, हाम्रो निम्ति को बोल्ने? आएर बुङ्गुर फर्म बारम्बार भनिरहेको छु मैले, बुङ्गुर फर्म खोल्यो, दर्ता गरेँ, कर तिरेको छु, बुङ्गुर सबै 50, 60, 70, 80, 90 एउटा बुङ्गुरहरू सबै मरेर खेरेको, 1 रुपियाँ पाउँदैन। तर फर्मै नहुनेहरूले, झोलामा फर्म बोक्नेहरूले तब यसरी चाहिँ के त अनुदान खाइरहेको छ भने चाहिँ यो हो, प्रमाण छ। यस कारणले गर्दा के हुन्छ त, खोइ त सिधा सादाको दिन खोइ हो। त्यस कारणले गर्दा चाहिँ भूमि सुधार आयो, भूमि सुधार हेर्नुहोस्, भूमि सुधार मन्त्री को भयो? भूमि सुधारकै चाहिँ कृषि मन्त्री को भयो? त्यही उसको आफ्नो आफ्नो मान्छेको चाहिँ यो 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 अबको दिनहरूमा हुनुहुँदैन कि। सबै जनता तपाईँकै हो, तपाईँले भोट लिनुभएको छ। अनि सबै जनताको नेता हामी सबै, हजुर सबैजना हो भनेर बुझेर यसरी हाम्रो देश चल्यो भने मात्रै अब A1मा जान्छ। होइन भनेदेखि अस्ति जेनजी आन्दोलनमा जे भयो नि त्यसको 70 गुणा बढी फेरि त्यस्तै आन्दोलन हुँदैन भन्न चाहिँ सक्दैन। यस कारणले गर्दाखेरि पार्टी खोल्नुहोस्, नेता बन्नुहोस्, घर जोगाउनुहोस्, याद गर्नुहोस्। किनभने घर जोगाउनुहोस्, आफ्नो व्यक्तिगत घर पनि गयो त गएन? हाम्रो नेताहरूको आफ्नो विचार होइन, आफ्नो व्यक्तिगत घर पनि गइदियो त भनेपछि यस्तो हुँदो रहेछ। त्यस कारणले गर्दा अनि कहाँ हो, यही भएको कारणले गर्दा के त कुर्सी पावर पैसो मात्र नै। हेर्नुहोस् कि त्यो त अलरेडी हो, तपाईँ जितिसकेपछि तपाईँहरूको हो त्यो। तर मुख्य त्यो भन्दा नि डेन्जर पावर के हो त? जनता हो। जनताको घरमा बाटो छ कि छैन त्यो हेर्नुहोस्। अब अहिले सिधै भनिरहेको छ, भोलि फेरि बोल्नुपर्ने हुन्छ। हेर्नुहोस् है, जनताको घर घरमा बाटो छ कि छैन, धारा पानी छ कि छैन होइन, बत्ती छ कि छैन, जनतालाई के भएको छ, कसो भएको छ भनेर हेर्ने दिन तपाईँहरूको हो। एउटा बाटो ल्याउनु पऱ्यो भने नेता कसलाई घुस्काउनु पर्छ होइन, कसको चाहिँ खुट्टो मोल्नुपर्छ भनेर हिँडेर दौडिन नपरोस् न। नगरपालिकाको काम के हो, वडाको काम के हो त? वडाले आएर हेरिदिनु पर्ने हो नि त होइन। ल है, हाम्रो वडामा यस्तो नहोस्, सबै वडामा यस्तो हुनु हुँदैन। अब बाटो चाहिन्छ, हामी फुर्तीसँगले हाम्रो देशको जनता चाहिँ अब खुसी भएर हिँड्नुपर्छ भन्ने नेता खोइ अहिलेसम्म हेर्नु त 30 वर्ष भयो आली दौडिरहेको छ भने चाहिँ त अब आली हिँडिरहेको छ। त्यो बोलिदिनुको अनि तपाईँ भोटको बेला मात्रै, हजुरहरूलाई भोट मात्रै ठुलो कुरो हो। जनता त्यो बाटो चाहिँ महत्त्व होइन, त्यो चाहिँ पुर्याइदिनु परेन? सोध्न आउनु परेन हजुरहरू? त्यो भएर जतिजनाले यो भिडियो हेर्नुहुन्छ हजुरले सेयर गरिदिनु होला होइन, कमेन्ट गरिदिनु होला। हाम्रो नेताजीहरूलाई एकदम सबैले सल्लाह सुझाव दिनु होला। नेताको मात्र गल्ती छैन, जनतालाई पनि सल्लाह सुझावको आवश्यकता छ कि। हामी जनता कसो भने जता भने त्यो त गुट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 ु। अब कोही एमालेको पछि गुटुटुटु, कोही काङ्ग्रेसको पछि गुटुटु, कोही माओवादीको पछि गुटुटु, कोही कसको पछि गुटुटु। चुन्नुहोस् न हौ गाँठे हो, जो असल छ होइन उहाँलाई चुनौँ, उहाँलाई पठाउँ र देश विकास गरौँ। देश कसको हो? सबैको हो त। देशलाई किन छान्न फिर्नु त्यो बिजोग बनाउनु बिहाल गाँठे? त्यस्तो कसैले नगरिदिनु होला। हेर्नुहोस्, त्यस्तो भएन भने दुःख पाउँछ कसले? जनताले मात्रै कति दुःख भन्दा नेताजीहरूले पनि दुःख पाउँदो रहेछ त। यस्तो दिन आउँदो रहेछ। तर हजुरले दुःख पाएन, हामी रमाएको छैन, हामीलाई दुःख लागेको छ। देशको नेताको बेहाल हुँदाखेरि कसलाई खुसी लाग्छ त? हेर्नुहोस् त, अब यस्तो हुन नदिनुहोस् भन्ने चाहिँ हजुरको हातमा छ। अब जितेर जानुहुन्छ, फर्किनुहोस्, जनतातिर फर्किनुहोस्। कुर्सी पावर पैसो मात्र नै हेर्नुहोस्, त्यो केही होइन। जल्छ, पावर जान्छ, कुर्सी जान्छ, जल्छ, जनता कहिले जाँदा रहन्छ। हजुरले कति मार्नुहुन्छ, जति मारे सिद्धिँदैन जनता। यस कारण त अब जनताको भलाइ सोच्ने, देशको लागि बोल्ने नेताहरूलाई खबरदारी गरेर ल हजुरलाई ठिक छ, हजुरले गर्नुहोस्, अब गर्नुपर्छ, हाम्रो देश बनाउनुपर्छ भनेर चाहिँ
लागि पर्ने नेतालाई जिताउँ। हुन्छ, हस् त है, नमस्कार, जय मसी सबैजनालाई। भिडियो कस्तो लाग्यो होइन, हजुरहरूले एकदम सेयर गरिदिनु होला भन्न चाहन्छु। यही छ मेरो अनुरोध। र चुनाव आयो, चुनावमा एकदम होस गरेर दिनु होला। हस् त।